नमस्कार, शुभ प्रभात। आज हिन्दूहरूको विशेष दिन परेको छ। यसलाई चाहिँ हामीले हरिबदनी एकादशी पनि भन्दछौँ अथवा तुलसीको विवाह पनि भन्दछौँ र यसलाई चाहिँ यो मेला पूर्वमा सुनसरीमा पनि लाग्छ भनेदेखि अनि काठमाडौँ नारायण भन्छौँ, चार नारायणमा पनि मेला लाग्ने गर्छ भनेदेखि मकवानपुर जिल्लाको हेटौडामा चाहिँ तीरखण्डीमा चाहिँ भव्य मेला लाग्दछ। यसरी हामीले यो दिन चाहिँ निराहार व्रत बसेर भगवान विष्णुको पूजा आजा गर्दछौँ अथवा चाहिँ तुलसीको पूजा गर्दछौँ हैन। तुलसीको विवाह भएको दिन पनि भन्दछौँ। जबकि विष्णुको परम भक्त वृन्दा को चाहिँ सती दगाइदिनु भएको थियो विष्णु भगवानले। त्यसपछि नै वृन्दाले चाहिँ आफ्नो पतिको लास सँगसँगै आफू पनि विष्णुलाई परलोक जानुभएको थियो हैन, अथवा सती जानुभएको थियो। त्यसकै सम्झनामा चाहिँ यो हरिबदनी एकादशीलाई मान्ने गरिन्छ, प्रभावको रूपमा मान्ने गरिन्छ। र यसै सन्दर्भमा आज मैले फेरि पनि बिमाकै कुरा गर्न लागे। जीवन बिमा गर्नु आजको लागि सबै हजुर हामी सबैलाई चाहिँ महत्त्वपूर्ण वस्तु नै भएको छ। यसले गर्दा हजुर हामीलाई परेको बेलामा राम्रो मद्दत गर्छ। त्यसै कुराले जीवन बिमा गरेर कसैले प्रस्ताव गर्छ, जीवन बिमा गर्नुहोस् भनेर प्रस्ताव गर्छ भने सबभन्दा पहिला आफ्नो दिल र दिमागलाई चाहिँ एकचोटि सोचेर मात्रै हामीले बिमा गर्दा चाहिँ राम्रो हुन्छ। हेर्नुहोस् न, दिलको काम हो। हामीले कसैसँग माया गर्नु छ भने हामीले दिलबाटै गरिन्छ, आत्माबाटै गरिन्छ हैन। अनि हामीले योजनाहरू बनाउनु छ भने दिमागबाट मात्रै गरिन्छ। त्यस भएकोले दिलले गर्ने काम दिमागले गर्दैन र दिमागले गर्ने काम दिलले गर्दैन हैन। जस्तै हामीले कतिको बिमा गर्नुपर्छ अथवा चाहिँ आफ्नो बच्चाहरू कस्ता कस्ता छन्, पहिले उसलाई शिक्षा स्वास्थ्य जस्ता चाहिँ हामीले परेको बेलामा मद्दत गर्नलाई विवाह व्रतमा जस्तो जुन सामाजिक परम्पराहरू छ त्यसलाई चाहिँ निभाउनको लागि हामीले योजनाबद्ध रूपमा बचत गर्नको लागि आफ्नो उपयुक्त हुन्छ कि अथवा चाहिँ आफ्नो बच्चाको उपयुक्त हुन्छ भनेर चाहिँ सोच्नु चाहिँ हाम्रो दिमागले चाहिँ काम गर्छ भने हाम्रो दिलले चाहिँ यो मेरो बच्चाको पनि जीवन बिमा गरिदिन पाए हुन्थ्यो अथवा चाहिँ मेरो श्रीमतीको पनि जीवन बिमा गरिदिन पाए हुन्थ्यो अथवा चाहिँ मेरो पनि गर्न पाए हुन्थ्यो भन्ने चाहिँ हामीले जुन सोच्छौँ, जुन माया दया देखाउँछौँ, यो चाहिँ दिलको काम हो। र अब सर्वप्रथम त हामी जीवन बिमा गर्ने कुनै पनि बिमा अभिकर्ता अथवा परामर्शदाताहरूले चाहिँ हामीलाई के अरे दाइ तपाईँको बिमा गर्नु भएको छ कि छैन अथवा के अरे आन्टी अङ्कल र हजुरको बिमा गर्नु भएको छ कि छैन भनेर भन्दाखेरि हामीले झट्टै भन्छौँ कि आफ्नो छोराछोरी छन् भने यसको गरिदेऊ, मेरो त पर्दैन भन्ने भन्छौँ। तर हेर्नुहोस् त, अनि त्यही बेलामा चाहिँ मलाई चाहिँ यसो उहाँहरूलाई सम्झाउन मन लाग्छ अथवा भन्न मन लाग्छ, उहाँहरूसित फेरि के अरे क्वेसन गर्न मन लाग्छ हैन। यो घरमा कमाउने मान्छेको हजुर हो कि हजुरको छोराछोरी हो कि अथवा हजुरको श्रीमती हो भनेर भन्दाखेरि कमाउने त म मात्रै हो, अरू छैन भनेर भनिन्छ। अनि त्यसो भएको हुनाले त्यसले अहिले हेर्नुहोस् त, हजुरको छोरा कहाँ छन् भने स्कुल गएको छ भन्नुहुन्छ, कसैले घरमै बसिरहेको छ भन्नुहुन्छ। अनि हजुरको मिसेस कहाँ हुनुहुन्छ भनेर भन्दाखेरि मेरो मिसेस त घरमै हुनुहुन्छ भन्नुहुन्छ अथवा चाहिँ माइत गएको छिन् भन्नुहुन्छ हैन। त्यो भन्दाखेरि अब सबभन्दा मुख्य दायित्व त परिवारमा जो मान्छे कमाउने हुन्छ उसको नै जीवन बिमा गर्नु उपयुक्त हुन्छ। त्यसपछि मात्रै उहाँको गरिसकेपछि मात्रै उहाँको मिसेसको अथवा चाहिँ छोराछोरीको गर्नु चाहिँ राम्रो हुन्छ। भोलि त्यो घरमा चाहिँ आगो चुलो बल्ने अथवा चाहिँ अन्न पानी ल्याउने अथवा शिक्षा स्वास्थ्य
हरूमा चाहिँ सबैको कुराको साथ दिने अथवा चाहिँ खर्च गर्न सक्ने क्षमतावान व्यक्ति त त्यो घरमा कमाउने व्यक्ति नै हो हैन। त्यसै हुनाले त्यो घरको जुन मुख्य कमाउने व्यक्ति हुनुहुन्छ उहाँकै पहिला बिमा गर्नु जरुरी छ। त्यसपछि मात्रै दोस्रो अप्सन भनेको दोस्रो प्राथमिकता भनेको चाहिँ उहाँको श्रीमती अथवा चाहिँ छोराछोरीको जीवन बिमा गर्नु राम्रो हुन्छ। त्यसै हुनाले हामीले जीवन बिमा गर्नुभन्दा अगाडि कसको गर्ने त, छोराको गर्ने कि छोरीको गर्ने कि हैन, अथवा चाहिँ मेरो गर्ने कि जो कमाउने व्यक्ति छ उहाँको गर्ने कि अथवा चाहिँ आफ्नो घरमा बस्ने मान्छेको गर्ने कि भन्ने चाहिँ एकदम ठन्डा दिमागले सोचेर सल्लाह गरेर अनि कतिको गर्ने, मैले कतिको गर्दाखेरि मेरो आम्दानीबाट अलिकति बचेको रकम चाहिँ मैले जीवन बिमा गरेर चाहिँ लगानीको रूपमा लगाउँदाखेरि भोलि गर्दा गर्दै भोलि बिचमा मलाई केही भयो भने मेरो घर परिवारलाई भर्खर गर्ने भयो हैन, अथवा चाहिँ बिमा समाप्त भइसकेपछि पनि त्योबाट आएको एकमुष्ट रकमले चाहिँ मेरो घर परिवार चलाउन सक्षम हुन्छु अथवा सक्छु, अथवा चाहिँ कुनै फेरि सामानहरू जोडजामन गर्न सक्छु, अथवा चाहिँ घर बनाउन सक्छु, जग्गा किन्न सक्छु, अथवा चाहिँ त्यो आएको एकमुष्ट पैसाले चाहिँ म कुनै व्यापार व्यवसायमा लगानी गर्न सक्छु भन्ने जुन हामीले पहिल्यै योजना पूर्व योजना बनाइरहेको हुन्छ हो त्यो एकचोटि बनाउन चाहिँ त्यो जरुरी छ। अनि बिमा बचत गर्दा गर्दै बीचमा हामीलाई केही आवश्यक परेको खण्डमा पनि हामीले चाहिँ त्यही बिमा अवधिभित्रको सीमामा रहेर हामीले आफूलाई चाहिने सरसापट लिएर चाहिँ आफ्नो खर्चाचो चाहिँ पोर्ताल गर्न सक्छौँ अथवा त्यो के अरे हामीले खर्चाचोलाई टार्न सक्छौँ है। यसकै लागि पनि जीवन बिमा गर्नु जरुरी छ। त्यसैले पनि आज त एक यो महत्त्वपूर्ण दिन पनि परेको छ, हरिबोधिनी एकादशी परेको छ हैन। यसै अवसरमा आजबाट फेरि नोभेम्बर 1 पनि लागेको छ, अर्को महिना इङ्ग्लिस महिनाको अर्को 11औं महिना पनि चलिरहेको छ र हजुर हामीले ठन्डा दिमागले सोचौँ र आफ्नो गर्दा राम्रो हुन्छ कि आफ्नो परिवारको गर्दा राम्रो हुन्छ कि आफ्नो छोराछोरीको गर्दा राम्रो हुन्छ भन्ने कुरा सोचेर जो हजुरहरूको घर दैलोमा बिमा परामर्शदाता आउनुहुन्छ उहाँहरूलाई चाहिँ उहाँहरूसँग पनि उचित राय सल्लाह सुझाव लिएर अथवा उहाँहरूलाई पनि मैले चाहिँ यतिको गर्न सक्छु भाइ बहिनी अथवा चाहिँ साथी भनेर हामीले चाहिँ बिमा योजनामा आफूले पनि केही लगानी गर्न सक्छौँ। यसरी लगानी गर्दा गर्दै हामीले ब्याङ्कबाट आउने सरह हामीले बचत के अरे ब्याङ्कबाट आउने सरह हामीले ब्याज त पाउने नै भयो, बचत गर्दा गर्दै ब्याजको रूपमा त हामीले पाउँछौँ। त्यसपछि पनि हामीले भोलि हामीलाई केही विषयमा बिमा अवधिभित्र केही परिआएको खण्डमा हामीलाई जोखिम कभर पनि गर्ने भयो भनेदेखि लगानीको रूपमा पनि हामीले यसलाई लिन सक्छौँ र फेरि आवश्यक परेको बेलामा बिमा अवधिभित्र हामीले खर्च टार्नको लागि हामीले त्योबाट सापटी पनि लिन सक्छौँ। तसर्थ पनि यदि हामीले बिमा बचत गरेको छैन भने गरौँ, अथवा चाहिँ हामीले थोरै रकमको गरेको छौँ, हिजो हामी सक्षम थिएनौँ आज सक्षम छौँ भनेदेखि आफूले जति सक्छौँ त्यतिको जीवन बिमा गरेर आफ्नो र आफ्नो परिवारको चाहिँ आर्थिक सुरक्षा गरौँ भन्दै आजको लागि यो सानो भिडियो यही बन्द गर्ने अनुमति चाहन्छु। अन्तमा एकछिन है हजुरहरूले मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला र हजुरले सब्स्क्राइब गरिसकेपछि यसलाई राम्रो नराम्रो के देख्नु भएको छ त्यसलाई कमेन्ट गर्नुहोला अथवा चाहिँ राम्रो लागेमा लाइक गरिदिनु होला, बेल बटन दबाइदिनु होला। किनकि सब्स्क्राइब गरिसकेपछि मैले जब पनि भिडियो प्रसारण गर्छु त्यो बेलामा चाहिँ सर्वप्रथम हजुरकै मोबाइलमा मैले प्रसारण गरेको भिडियोको पहिलो चाहिँ के अरे सुन्ने श्रोताहरू नै हुन सक्नुहुनेछ भन्दै यस भिडियोलाई हजुरले आफ्नो अमूल्य समय दिई अन्तिम समयसम्म सुनिदिनु भएकोमा हार्दिक कृतज्ञता
ज्ञापन गर्दै हजुरहरूको यो हरिबोधिनी एकादशीको दिन राम्रो बितोस्, सुखमय बितोस् र आफ्नो घर परिवारमा पनि खुसी छाओस् भन्दै यो सानो भिडियो बन्द गर्ने अनुमति चाहन्छु। हजुरहरूको दिन शुभ होस्, मङ्गलमय होस्। हस्त, नमस्कार, शुभ दिन।